कस्तो रहला त तपाईको लागि आजको दिन। आज मिति 2082 साल माघ 21 गते बुधबार, फागुन कृष्ण पक्षको तृतीया तिथि। अब सुरु गरौँ सीएनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन क्रोधलाई संयम गर्नुपर्नेछ, बोलीको प्रभाव बढ्नेछ, रोकिएको धन प्राप्त हुनेछ, पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन कठिन परिश्रम भए तापनि काममा सकारात्मक नतिजा प्राप्त हुनेछ। मनमा चिन्ता भए तापनि इष्टमित्रसँगको भलाकुसारीले प्रसन्नता ल्याउनेछ, सोचेका कार्यले पूर्णता पाउनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन व्यवसायबाट लाभ मिल्नेछ, मित्रहरूसँग भेटघाट हुनेछ, मन चञ्चल रहनेछ, सोचेका कार्यहरू सफल बन्नेछन्, वैदेशिक क्षेत्र सफल रहनेछ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन शिक्षा क्षेत्रमा सफलता मिल्नेछ, सन्तानबाट खुसी मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ, उत्साहपूर्वक कार्य सम्पादन हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन शत्रु प्रबल रहनेछन्, स्वास्थ्यमा समस्या देखिन सक्छ, मानसिक चिन्ताले सताउनेछ, बोलीको कारण आफन्त टाढिनेछन्। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन पति पत्नीमा वाद विवाद हुन सक्छ, साझेदारीको व्यवसायबाट लाभ मिल्नेछ, यात्राको योग रहेको छ, आलस्यता भने बढ्नेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन चोट लाग्न सक्छ, सवारी साधन चलाउँदा विचार पुर्याउनु पर्नेछ, पारिवारिक चिन्ताले मन खिन्न रहनेछ, नसोचेको धन खर्च हुने समय छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा मन लाग्नेछ, सोचेका कार्यमा सफलता मिल्नेछ, आर्थिक कारोबार राम्रो रहनेछ, रोजगारीमा आबद्धहरूका लागि समय राम्रो रहेको छ। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन काम गर्ने उत्साह वृद्धि हुनेछ, फलदायी यात्रा हुन सक्ने समय छ, आकस्मिक धन लाभ हुनेछ, आफन्तबाट सहयोग प्राप्त हुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिन मन चञ्चल रहनेछ, आय आर्जनका माध्यमहरू सहज बन्नेछन्, राजनीतिक क्षेत्रमा फलदायी समय रहेको छ, सामाजिक प्रतिष्ठा बढ्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बोलीको कारण सम्बन्ध बिग्रिन सक्छ, आर्थिक समस्याले सताउनेछ, नसोचेको धन खर्च हुने समय छ, मित्रताको बन्धन प्रगाढ रहनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूका लागि आजको दिन लाभदायक समय रहेको छ, मनोरञ्जनमा समय व्यतीत हुनेछ, काममा उत्साहजनक सफलता मिल्नेछ, वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। राशिले जे जस्तो फल बताए पनि हजुरहरूको कार्य सफलताको कामना, यात्रामा रहनु हुनेलाई मङ्गल यात्राको कामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना, पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।